सबैभन्दा गुड लुकिङ बाइक चाहिँ कुन लाग्छ तपाईँलाई अहिलेसम्म तपाईँहरूले प्रोबेबली सोचेको होला कि सबैभन्दा पपुलर बाइक नेपालमा कुन हो भनेर है बट नेपाली केटीहरूको ओपिनियनमा चाहिँ सबैभन्दा गुड लुकिङ अट्र्याक्टिभ बाइक चाहिँ कुन हो त वेल द्याट्स एक्ज्याक्टली वाट वी गोना फाइन्ड आउट अन दिस भिडियो है बट नट जस्ट द्याट है नेपाली केटीहरूको ओपिनियनमा चाहिँ फर्स्टमा रिलेसनसिप बिगिन हुँदाखेरि कपलले कति टाइम चाहिँ वेट गर्दा ठिक होला फिजिकल रिलेसनको लागि सो विदाउट वेस्टिङ एनी टाइम लेट्स फाइन्ड आउट वाट नेपाली गर्ल्स रियली थिङ्क है अब नेपालमा केटाहरूले अब बाइक भनेपछि अब अभियसली यताउता फ्लेक्स गर्ने हल्का फुल्का राखिदिने हुन्छ नि त होइन फ्लेक्स हान्छ नि त यताउता सो तपाईँको ओपिनियनमा चाहिँ तर होइन तपाईँको ओपिनियनमा चाहिँ सबैभन्दा गुड लुकिङ अट्र्याक्टिभ बाइक तपाईँलाई कुन लाग्छ मलाई त रोयल इनफिल्ड भनेपछि बुलेट भन्नु होइन तपाईँलाई ए हो तपाईँ त केटिएम ड्युक भनेपछि होइन डर्ट बाइक्स होइन भनेपछि मलाई चाहिँ क्रस फायर चाहिँ राम्रो लाग्छ क्रस फायर होइन डर्ट बाइक्स होइन नाइस है द्याट्स अ गुड वान क्रस फायर होइन भनेपछि डर्ट बाइक होइन भनेपछि नाइस है तपाईँलाई त सेम हो ए नाइस है भनेपछि वाइ क्रस फायर वाइ डर्ट बाइक्सलाई किन होला किनकि अलिक स्पोर्टी देखिन्छ प्लस अनि अलिकति माउन्टेनहरू एडभेन्चरस पनि हुन्छ है वाइ डर्ट बाइकलाई वाइ क्रस फायर तपाईँलाई चाहिँ जस्ट हेर्दाखेरि चाहिँ सबभन्दा राम्रो लाग्छ लाइक अट्र्याक्टिभ लाग्छ त्यही भएर मलाई चाहिँ बुलेट लाग्छ म पनि बाइकरै हो होइन लेडी राइडर हो ए हो र नाइस मलाई त बेनेली 302S मनपर्छ ड्युक होइन भनेपछि तपाईँलाई त बेनेली रोयल इनफिल्ड नै भनेपछि होइन त रोयल एनफिल्ड नै हो रोयल इनफिल्ड नै भनेपछि है सो वाइ रोयल इनफिल्ड त बिकज इट लुक्स क्लासी है लुक्स दामी छ होइन साउन्ड बबाल छ बस्न कम्फर्टेबल लाग्छ के एकदम पनि हुन्छ है सजिलो च्यापो छोपेर बस्नु पाइन्छ नि नाइस है म्यानली देख्छ है द्याट्स अ गुड वान भने द्याट वाज अ ग्रेट आन्सर मलाई त रोयल वाला भएर आउँछ ए हो त्यसमा चाहिँ नाइस तपाईँलाई चाहिँ किन सेम मलाई पनि त्यस्तै सेम टाइपको यस्तो खतरा लुक लाग्छ क्या मलाई चाहिँ बुलेटमा चढ्नु के चाहिँ राम्रो देखिन्छ ए हो र मलाई चाहिँ अब बुलेट बाइक भएको केटा मनपर्छ ए नाइस ल केटाहरू अब पैसा जम्मा गर्न थाल्यो हुन्छ बुलेट बाइकको लागि इट्स लाइक नाइस क्लासिक साउन्ड पनि एकदम राम्रो लाग्छ मलाई चाहिँ बुलेट आउने बित्तिकै त्यो साउन्डले नै वाउ लाग्छ कि नाइस हार्ली डेभिडसन भारत सरकारले चलाउँछ त ए त्यस्तो टाइपको भनेपछि हार्ली डेभिडसन त्यो के अरे पारस खाडाले त्यो हो ए द्याट्स प्रिटी रेयर नि त अलि रेयर छ नि त त्यो तपाईँलाई चाहिँ किन केटिएम ड्युक लाग्यो हुन्छ नि मलाई त्यसको लुक्स मनपर्छ लुक्स राम्रो छ भनेपछि होइन आई थिङ्क इट्स अ प्रिटी गुड लुकिङ बाइक छु है मलाई पनि गुड लुकिङ लाग्छ है अब बेनेली भनेपछि साउन्ड नै त्यसको फेमस छ होइन अनि कलरले गर्दा पनि हो अर्को क्वेसन चाहिँ हल्का एडल्ट छ हामीसँग बट यु क्यान स्किप इट अनि तपाईँले स्किप गर्नुभयो भने हामी त्यो पार्ट राख्दैन राख्दिनँ त हुन्छ है सो पूजाजी होइन फर्स्टमा रिलेसनसिप बिगिन हुँदाखेरि हाउ लङ सुड अ कपल वेट टु ह्याभ सेक्स फिजिकल रिलेसन राख्न चाहिँ अब त्यस्तो वेट गर्नुपर्छ जस्तो चाहिँ लाग्दैन मलाई एकदम ट्रस्ट छ भने चाहिँ अब जहिले भेट्यो त्यहीले केही छैन त्यस्तो मलाई चाहिँ केही लाग्दैन आई थिङ्क दुवैजना कम्फर्टेबल हुनु पर्यो अनि अरू कुरा आई डोन्ट थिङ्क इट रियली म्याटर्स दुवैजना कन्सेन्ट हुनु पर्यो पहिला द्याट्स इट है to wait for up to 6 months 6 months ए हो because you have to know each other no हो you can't give everything मतलब जानने बित्तिकै you can't give everything you have to know about like 6 months at least 6 months how long should a couple wait to have sex what do you think depends on the vibe if the vibe is good like first date yeah on a first date right if the vibe is good right yeah you're so freaking cool like yeah, I'm so into you I am fucking cool so अब फर्स्टमा रिलेसनसिप बिगिन हुँदाखेरि how long should a couple wait to have a physical relationship मलाई चाहिँ कन्सेन्ट छ दुईटै साइडबाट भने फर्स्ट डेट हो भने नै इट्स फाइन सेकेन्ड डेट थर्ड डेट मलाई चाहिँ त्यस्तो फरक पर्दैन कन्सेन्ट भयो भने हैन कन्सेन्ट भयो भने इट्स फाइन थटफुल भयो भने पनि यदि कोही कम्फर्टेबल छ अगाडि नै गर्नु इट्स देयर चोइस एट द एन्ड अफ द डे राइट या त्यो त whenever they are comfortable with each other हैन it just it's a feeling हैन दुईजना एडल्ट्स हुन्छ कन्सेन्ट दुईजनाको कन्सेन्ट छ अनि दे आर कम्फर्टेबल then why not है यदि टाइमले वेट गर्नुपर्छ भन्ने छैन when they have feelings they can do it I think I don't know like around 1 year maybe 1 year हैन सिम्पली भन्नुपर्दा गर्नै हुँदैन त्यो बारेमा सोच्नै नसोचेकै ठिक बेटर लाग्छ मलाई चाहिँ लाग्छ भने अब केटा चाहिँ साँच्चै अब ट्रुली नै गइरहेछ भने हैन अब त्यस पछिको फिजिकल पछिको उसले अब जे पनि सर्कमस्टेन्स आउँछ त्यो चाहिँ उसले ह्यान्डल गर्न सक्छ भने इट्स ओके फाइन नो प्रब्लम है इट डिपेन्ड्स के अब त्यो कपलमै डिपेन्ड हुने कुरा हो के
भइसक्यो भेट्ने नि हुन्छ नि त्यो थाहा नै हुँदैन त्यो त उनीहरुकै कन्सेन्टको कुरा हो we guess. I think that depends on the couple. Like, I think it's up to them. yeah, you can't say like a specific time. It's up to the couple. भनेपछि उनीहरुकै it's not up to us to judge हुन्छ नि हामीले भन्ने कुरा हैन उनीहरुकै हो अब हाम्रो ट्रेडिसनल पनि त्यस्तै छ हिन्दूको हैन हामीले चाहिँ मलाई जहाँसम्म लाग्छ चाहिँ बिहेसम्म वेट गर्नुपर्छ जस्तो लाग्छ रोयल इनफिल्ड रोयल इनफिल्ड नै भनेपछि हैन सो वाइ रोयल इनफिल्ड क्लासी छ कि भनेर राम्रो लाग्छ मलाई चाहिँ क्लासी छ हैन राम्रो लाग्छ नाइस यार द्याट वाज अ गुड आन्सर तपाईको स्माइल हेर्नु भएको यस्तो रमाइलो हुन्छ तर केही छैन है फेरि केटाहरू पट्यो भने गाह्रो पर्छ मलाई मै पट्टिसकेँ यार तपाईँबाट म्याक्सिममले बुलेट बाइक्स नै भन्दा छ यार रोयल इनफिल्ड नै है तर वाइ बुलेट बाइक्स किन खै मलाई चाहिँ त्यसले हुन्छ नि एउटा मान्छेले एलिगेन्स देखाउँछ जस्तो लाग्छ कि होइन अब अरू बाइकहरूले जस्तो एकदम धेरै त्यो अब फ्लेक्सहरू गरेर हिँड्न नि मिल्दैन क्या त्यसमा अनि त्यो जो पाए त्यसले अफोर्ड गर्न पनि सक्दैन होइन अनि त्यही भएर त्यसले चाहिँ अलिकति मान्छेको स्टाइल एलिगेन्स अलिकति बढाउँछ जस्तो लाग्छ है मलाई चाहिँ द्याट डज मेक सेन्स यार किन होला इट्स हुन्छ नि अलि मेरो बाबाको रोल तर होइन त्यो अरू स्पोर्ट्स बाइक हुन्छ नि एकदमै स्पिडमा जाने एकदम लाउड आई फिल लाइक इट्स हुन्छ नि अलि डिस्टर्बिङ अनि धेरै एक्सिडेन्ट पनि हुन्छ त्यसले अनि रोयल इनफिल्ड इट्स लाइक स्पिड पनि कन्ट्रोलमा हुन्छ अनि इट्स लाइक नाइस क्लासिक द्याट वाज ग्रेट आन्सर यार लेडिज So, how long it's been since you've been here at Kathmandu? We have been here for 10 hours. 10 hours? Yeah. Got it. So, that means we're so lucky to like meet you. Yeah, you are very lucky to meet me. Give me a hug. Thank you. Okay, thank you. Thank you. Thank you. Video la like गरिदिनु होला, channel लाई subscribe पनि गरिदिनु होला. I would really appreciate that. धेरै support हुन्छ हैन. Turn on the notifications too है अनि भिडियोहरु मिस पनि हुँदैन. Thank you for watching everyone. Peace.